हजुर नमस्कार। नमस्कार हजुर नमस्कार। कहाँ पर्यो होला हजुरको नेपाल घर? नेपाल मेरो दार्चुला हजुर। दार्चुला हो। यहाँ नि कोरिया आएको कति भयो होला? साह्रै समुद्रको बिचमा बसेर माछालाई दाना दिइराख्नु भएको छ। कस्तो लाग्यो कोरिया? के गर्ने हजुर, मजबुरी गर्नु पर्यो। अब आएको त भयो हजुर, 5 साल हुन लाग्यो। 5 साल यही समुद्रमा यसरी यो काम गरेर बिताउनु भयो है? हजुर। अनि माछा पनि टन्नै पाल्नु भएको रहेछ। हजुर यो माछा 2 वर्षको भयो हजुर। हजुर यसलाई गाम्सी भन्छन्। हजुर 2 वर्षमा ठुलै भइसक्यो रहेछ। अनि कति हुन्छ नि सर एउटा पोखरीमा माछा? एउटा पोखरीमा 60-70 हजार माछा हुन्छ हजुर। यो पोखरीमा चाहिँ 60-70 हजार। हजुर। अनि कतिको यो चारो तपाईँले दिएको त माछालाई माछै काटेर दिए जस्तो लाग्यो मलाई। हजुर यो माछालाई चारो माछै दिने हो। हजुर। यो माछा चाहिँ समुद्रमा मारेर ल्याउँछन्। हजुर समुद्रमा हजुर। त्यो माछा ल्याएर चाहिँ एउटा के भन्ने कोरियन भाषामा अब साङ्गा भन्छ, साङ्गामा राख्यो। हजुर। अनि लेङ्गामा राख्यो। हजुर लेङ्गामा भन्नु आयो फ्रिज। ठिकै छ। हजुर फ्रिजमा स्टक गरिन्छ। त्यसपछि ल्यायो हजुर। अनि काट्ने हो हजुर। अनि भन्नाले आफ्नो कामप्रति खुसी हुनुहुन्छ? हजुर ठिकै छु, सन्तुष्ट नै छु। सन्तुष्ट हुनुहुन्छ। अनि यो समुद्रको बिचमा यसरी कोरियामा यसरी पोखरीमा माछा पाले कसरी अडिएको छ यो पोखरी? हजुर अब यसलाई भन्नुपर्दाखेरि अब यी समुद्रमा डोरी टाँगेर हजुर फलाम गाड्या हुन्छ। हजुर लाइनमा चाहिँ 4-5 फलाम गाड्या छ। हजुर फलामलाई चाहिँ समुद्रमा छोडिदिने। हजुर। डोरीलाई चाहिँ यो पोखरीमा बाँधिदिने। हजुर। तपाईँको यतापट्टिको साइडमा चाहिँ उता जमिनमै लगेर यस्तै प्रकारको डोरीहरू हजुर बाँधिएको छ र तन्काएर राखिएको छ। यहाँभित्र चाहिँ हजुर यो माछा पोखरीभित्र चाहिँ जाल छ। हजुर जालको चाहिँ पोखरी बनाइएको हुन्छ। हजुर। जालमा माछा पाल्नु भएको छ? यो जाल हो हजुर। यो जाल कति गहिराइको छ होला हजुर? यो तपाईँको 8 देखि 10 मिटर गइरहेको हुन्छ। हजुर। चारैतिर घेरेको हुन्छ यो जालले। हजुर। यहाँभित्र चाहिँ माछा राखिएको हुन्छ। अनि कति वर्षमा बेच्छ नि यो माछा? यो माछा त अब हेरी हुन्छ। यो सदर अब 3 वर्षमा बेचिन्छ हजुर। 3 वर्षमा? 3 वर्ष 3.5 वर्ष पालेर बेचिन्छ। 3 वर्षमा पाल्दाखेरि त यिनीहरूको खर्च पनि त ठुलै भएको होला नि त? खर्च ठुलै हुन्छ यसको। यो पोखरामा 20 भाँडा जति खान्छ। अब यो यस्तो दाना जुन दाना छ हजुर यो दानालाई चाहिँ तपाईँको यो 1 भाँडा दानाको नेपाली कन्भर्ट गर्दाखेरि 32-35 जति पर्छ 1 भाँडाको। अनि यस्तो 10-20 वटा भाँडा चाहिँ खान्छ यहाँ। हजुर ठिकै छ। तपाईँको ऊ सबै देखियो। एकैछिन यता शीतलमा बसेर कुरा गरौँ न। आउनुहोस् न। होइन कि व्यस्त त हुनुहुन्न? ठिकै छ। यसो त्यही त हजुरहरूको यसो रमाइलो लाग्यो कि समुद्रमा आउन, समुद्र देख्दाखेरि। अनि तपाईँहरूको कमाइ के कस्तो होला सर कोरियामा? दुःख गरे अनुसार ठिकै छ। हो ठिकै छ। आफ्नो फल अनुसारको मेहनत अनुसारको फल पाएको भए त ठिकै छ। हजुर। कोरियन वोन भनेको हाम्रो त्यही हो, 22 देखि लिएर 23 लाखसम्म हुन्छ मन्थली तलब। हजुर। त्यो अब सुरुमा त थिएन, अहिले अलिक आएर। हजुर। अनि नेपाली त्यस्तै 81-90। होइन राम्रो कमाइ हो नि त। नेपालबाट आएर यहाँ यस्तो दुःख गरेर ठिकै छ नि त। अनि अझै कति बस्ने सोचमा हुनुहुन्छ? हजुर सर अब हाम्रो भिसा त लगभग सिद्धिने लागेको हो। मेरो अब 4 वर्ष 10 महिनाको कन्ट्याक्ट थियो। हजुर। यहाँको साहुहरूले बोसले चाह्यो भने फेरि प्लस 4 वर्ष राख्नु मिल्ने भन्ने यो फोहोरबाट हल्ला आइरहेछ। हजुर।
सायद मिल्यो भने गर्न सक्छु होला। ठिकै छ, गर्नु आफ्नो मेहनत खुसी हुनुहुन्छ आफ्नो कामप्रति भने त मेहनत गर्दा ठिकै शरीरले सबै स्वास्थ्यले साथ दियो भने त राम्रो हो नि त। नेपालमा गएर पनि केही खासै केही छैन, नेपालमा गएर त्यसै कमाइ नभइकन बस्नुभन्दा त यहीँ राम्रो छ नि त। हुन्छ होइन, धेरै रमाइलो लाग्यो नि हजुरहरूको यता यहाँ कोरियामा आउँदाखेरि। अझै पनि त्यसमा त्यो समुद्र यस्तो पोखरीहरू अरूको अन्त सामान्य देख्दाखेरि काठको देखियो, यो त अलिक नयाँ जस्तो प्लास्टिकको। हजुर यो पहिले अब काठकै यस्तो पोखरी बनाएर यस चलाउँथे 15-20 वर्ष अगाडि। हजुर अहिले चाहिँ अब यो आधुनिक सिस्टम कोरियाले विकासको फड्को मारे सँगसँगै हजुर अब काठलाई चाहिँ अलिकति बचत गरेर प्लास्टिकलाई सदुपयोग गरेर प्लास्टिकको चाहिँ पोखरी बनाएर। यो पोखरीलाई नेपाली कति जति पर्छ होला सर? यो जम्मा अब यो सानो सानो पोखरी जुन देख्नु भएको छ यो हजुर चाहिँ जम्मा 20 वटा छ यसमा। हजुर यसमा 20 वटाको नेपाली कन्भर्ट गर्दाखेरि तपाईँको 3 करोड जति पर्छ। 3 करोड जति। त्यही त कोरियामा आएपछि मेहनत गर्नुपर्छ भन्छन्, ठिकै छ नि त। ल हुन्छ सर, ओके अहिलेलाई अनि ओके बाई बाई।